यहाँ सबैलाई नमस्ते। विजयादशमी, दीपावली, छठ पर्व लगायत नेपालीहरूले मनाउनु हुने सम्पूर्ण चाडपर्वहरूको सम्पूर्ण देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भाइ बहिनीहरू, कालिका माध्यमिक विद्यालयमा अध्यापन गराउनु हुने सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरू, अभिभावकज्यूहरू, यहाँहरू सम्पूर्णलाई विजयादशमी, दीपावली, छठ पर्वको हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यो चाडपर्वले यहाँहरूको सुस्वास्थ्य, दीर्घायु र उत्तर उत्तर प्रगति होस्। यहाँले सोचेका आँटेका कामहरू सबै पुरा हुन् र आगामी दिनमा यहाँहरूको सम्पूर्ण मनोकांक्षा पुरा होस् भन्न पनि चाहन्छु। र यहाँहरू सबैलाई विजयादशमी, दीपावली र छठ पर्वहरू आफ्नो क्षमता अनुसार मनाउनु हुन पनि म अनुरोध गर्न चाहन्छु। विजयादशमी, दीपावली, छठ पर्व लगायत सम्पूर्ण चाडपर्वहरू मनाउँदाखेरि हामीले भड्किलो तरिकाले मनाउने होइन, हामीले एकदम साधारण तरिकाले मनाउने र चाडपर्वहरूलाई एउटा संस्कृति जगेर्ना गर्ने रूपमा लिने र हामीले विकृतिहरू नभित्राउने कुराहरूमा हामी सचेत रहनुपर्छ भन्ने पनि म अनुरोध गर्न चाहन्छु। र यो 1 महिनाभन्दा बढी यो दसैँ तिहार र छठ पर्वको बिदामा तपाईँ अभिभावकज्यूहरूले आफ्ना नानी बाबुहरूलाई घरमा पढ्ने वातावरण पनि सिर्जना गरिदिनु हुनेछ भन्ने पनि मैले आशा र अपेक्षा लिएको छु। र कालिका माध्यमिक विद्यालयले त्यो वातावरण सिर्जना गरेको छ। सबै विद्यार्थी भाइ बहिनीहरूलाई घरमा गृह कार्य दिएको छ। विद्यालयले त्यो गृह कार्यहरू गर्नका लागि पनि म सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई म अनुरोध गर्न चाहन्छु। र यहाँहरू सबैजनाले दसैँ तिहारमा रमाइलो सँगसँगै आफ्नो पढाइलाई पनि निरन्तरता दिनुहुनेछ भन्ने पनि मैले आशा र अपेक्षा राखेको छु। र आगामी दिनमा यहाँहरू सबैको शैक्षिक उन्नति र शैक्षिक भविष्य उज्जवल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै पुनः म अन्तिममा यहाँ सबैलाई विजयादशमी, दीपावली र छठ पर्व लगायत नेपालीहरूले मान्ने सम्पूर्ण चाडपर्वको हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।